कि एउटै काम दिनु सरकारले किन गर्छ? जनताको मनमा छ एउटै कामका लागि दिनुका सरकारका कार्यालयहरू किन स्थापित भइराखेका छन्? तर जनतालाई हामीले सूचित गर्नै पर्छ कि कुन सरकारले के काम गर्ने, कुन क्षेत्रमा कुन लिमिटेसनका कामहरू कुन सरकारले कसरी गर्ने भन्ने कार्य विस्तृतीकरणको प्रतिवेदन आजसम्म हामीले प्राप्त गर्न नसक्दाखेरि कतिपय प्रदेश सरकारले गर्ने काम पनि स्थानीय सरकारले गरिरहेको छ, कतिपय स्थानीय सरकारले गर्नुपर्ने काम प्रदेश सरकारले नगर्नुपर्ने कामहरू गरिरहेको अवस्था छ। त्यसैले यो केही अप्ठ्याराहरू छन्। यी अप्ठ्याराहरू यी बाध्यताहरूलाई पनि हामी जनताको अगाडि प्रश्नका साथ भन्न सक्नुपर्छ र भन्नुपर्छ। है हाम्रो बागलुङ नगरपालिकाको भगिनी सम्बन्ध रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपमेयरजीले भन्नुभयो कि किन प्रदेश सरकारमाथि प्रश्न उठिरहेको छ, किन समन्वय भइरहेको छैन, किन प्रदेश सरकारले स्थानीय तहले गर्नुपर्ने काम गरिरहेको छ आदि। एउटा सरकारको उपप्रमुखले बाध्यकारी परिस्थितिको जे उपज छ त्यसलाई बुझिरहनु भएको छैन भने आम जनताले कसरी बुझ्छ? अहिले त्यसैको परिणाम हामी भोगिरहेको छ। अहिले हाम्रो माननीय मन्त्रीजीले भन्नुभयो कि अहिले एउटा भाष्य छ, त्यो भाष्य ठुलो मात्रामा काम पनि गर्यो यो फागुन वैशाखको के अरे फागुन 21औं निर्वाचनमा कि यो मुलुकमा केही पनि भयो। 48 सालमा बहुदलीय व्यवस्था आयो, यो 35 वर्षसम्म मुलुकमा केही पनि भयो। एउटा त्यो भाषिक निर्माण गर्नु जनतालाई हामीले सही समयमा सही सूचना प्रभावी प्रसारित गर्न नसकेका कारणले उहाँहरूले जनतालाई लाग्यो केही पनि भयो अनि लयजामा भएन भएको। तपाईँलाई म एउटा मात्र कुरा स्मरण गराउन चाहन्छु, मैले आफ्नो कुरा पनि गर्दिनँ। अस्ति वर्तमान सरकारका अर्थमन्त्री माननीय डाक्टर सोरेन वाग्लेले एउटा श्वेत पत्र जारी गर्नुभयो। तपाईँले पढ्नु होला, कतिपय सुन्नु होला। यो 10 वर्षमा नेपालले कति उपलब्धि गर्यो भनेर उहाँले चाहिँ निकाल्नु। 10 वर्षको बिचमा के उपलब्धि भयो भनेर उहाँले आफैले भन्नु। 52 वर्षको उमेर भएकोलाई 70 वर्ष बाँच्न सक्ने अवस्था, विदेशी सञ्चिति 1 खरबबाट 11 खरब पुगेको अवस्था, जम्मा 3350 मेगावाट विद्युत भएकोमा अहिले 10 वर्षको बिचमा 11000 मेगावाट बिजुली भएको अवस्था, 11000 किलोमिटर कालो पत्रे भएकोमा अहिले 25000 किलोमिटर भएको अवस्था आज उहाँले भन्नु एउटा सरकारको अर्थमन्त्रीको हैसियतले। तर फागुन 21 भन्दा पहिला उहाँले भन्नुहुन्थ्यो भने नेपाल त केही पनि भयो, त्यो 35 वर्षमा केही पनि भयो, पुराना दलहरूले केही पनि गर्यो। तर मन्त्री बनेको अर्थमन्त्री बनेको 1 महिनामै देख्नु ओहो 10 वर्षमा ठुलो फरक आएको छ। यी कुराहरू आज जे भने चाहिँ मैले वसन्तजीलाई सोधेँ कि तपाईँले हरेक वर्ष यो जनतालाई सुनाउनुहुन्छ, तपाईँको नगरपालिकामा के भयो भन्ने कुरा हरेक वर्ष सुनाउनुहुन्छ भन्दा मैले सुनाउँछु भने। तर किन विश्वास गर्नुहुन्छ जनताले हामीलाई त्यसो भए? त्यहाँनिर एउटा प्रश्न छ। त्यसैले हामी जनप्रतिनिधिले के गरेका छौँ, के भएको छ, म तपाईँहरूलाई चाहिँ नि अहिले 50 सालभन्दा पहिला बुझ्ने हुनुभएका अथवा महसुस गर्नु हुनुभएका कति धेरै मान्छेहरू म देख्छु उमेर समूहको हेर्दाखेरि। 50 सालभन्दा पछिको अहिले हाम्रो चाहिँ नि गोविन्दबहादुर नेपालजीले भनेको छ इतिहास नपढाएको, इतिहास नपढेको, त्यो बेलाको आफूले आत्मसात नगरेको, ग्राउन्ड रियालिटीमा आफू नभोगेको, अहिलेका युथ केटाकेटीहरूले नबुझ्नुमा अथवा चाहिँ बुझाउन नसक्नु हाम्रो गल्ती हो, उनीहरूले नबुझ्नुमा त्यति ठुलो दोष दिन पनि मिल्दैन। तर हामीले आफ्नो शान्तिमा हात राखेर पार्नु 50 सालभन्दा पछि जसले त्यो बेलाको स्मरण गर्न सक्छौँ हामी आफ्ना गाउँ घरको जिल्लाका खानेपानीका स्थितिहरू, बिजुलीको स्थिति,
शिक्षाको स्थिति, बाटोघाटोको स्थिति के थियो, सञ्चारको स्थिति के थियो, बागलुङ जिल्लामा कति किलोमिटर बाटो कालो मात्रै थियो 50 सालभन्दा पहिले, कतिवटा चाहिँ यहाँ के अरे विद्यालयहरू थिए, कलेजहरू थिए, टेक्निकल कलेजहरू थिए, बिजुली कुन गाउँमा गएको, कुन गाउँमा गएको, संसार कहाँ कहाँ थियो। एकचोटि हामीले आफैले आफैलाई 1 मिनट आँखा चिनेर सम्झौँ त बागलुङको अवस्था के थियो 50 सालभन्दा पहिला, र आज आँखाबाट हेरौँ त बागलुङ कहाँबाट कहाँ पुगेछ। त्यसरी नभएको होइन, तर सबै भएको पनि